ले पिच पनि कस्तो पिच बनाएको छ अब यहाँ चप्पलमा जितिसक्यो भने अब चिप्लेटी खेलेर जाउँ टेन्डर पार्ने मान्छे पनि भाग्यमानीले त्यहाँदेखि तलसम्म टेन्डर हालेको पिच र त्यहाँदेखि पिच खाइरहेको यो नचिप्लियोस् भनेर होइन अनि यहाँ मात्रै हालेको सबै बर्खामा बिजोग हुन्छ नि त हिँड्नलाई फेरि त्यो उकालो त्यो पिच हालेको ए मुला साग कुन चाहिँ हो रे यही सिधै हो त्यही अगाडिको देखेको बिल्डिङ हो जस्तो लाग्छ मलाई त्यही हो त्यही तिनको मुनि यतापट्टि त्यसकै छेउमा हो त्यही हो ए उता 3 जना आउँदैछ ए उधार पनि 4 जना भयो कुकुर लाएर त्यो लामो खुट्टामा यसो लास्टल दिँदै गऱ्यो त्यसलाई त्यसै भागेर गयो 3 जना अनि हिँड्न देखेर यस्तो बाटो हिँड्यो भने त चप्पल 1 महिना पनि टिक्दैन होला यस्तोमा ठिक छ कि उकालो चला यो त ड्याङ ड्याङ जुङ्गेले कहाँ ल्याउँछ नि यहाँ माछा आउँछ आउँदैन होला पानी अहिले आउँछ पनि पानी आउँदैछ नि त जुङ्गेले सबै बन्द गरेपछि माछा आउँछ आउँछ गनाउँदैछ माछा राति राति आउँछ मेन बाटो हिँड्नु के कहाँ लाग्यो कुन बाटो लाग्यो अब आधी घन्टा पुगिन्छ त्यही सुपारीको बोट छैन केही सिधा छैन एउटा छाना त्यही हो यो एउटा ट्याङ्की देख्यो हो त्यही ट्याङ्की त्यो हरियो ट्याङ्की होइन नि यतापट्टिको बिचको हरियो ट्याङ्की हो कि यता साइडको यता ठुलो यता ठुलो छाना छ नि छाना यहाँ यतापट्टि त्यो घसाएर यहाँ ल्याउँ बोको तान्नु यो त डाँडा कुदेर यहाँ नै आइपुग्यो